2026 को T20 वर्ल्ड कपको टाइसिट पनि आइसकेको छ र नेपाल चाहिँ अब ग्रुप सीमा रहेको छ हैन। अब नेपालको ग्रुपमा चाहिँ इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली रहेको छ र यसो हेर्दा ठिकै हो ग्रुप। अब वेस्ट इन्डिजलाई नेपालले हराएको छ, तर त्यो वेस्ट इन्डिजको अब मेन टिम चाहिँ थिएन त्यति बेला। र बङ्गलादेश पनि रहेको छ। अब अघिल्लो वर्ल्ड कपमा नेपालले अब ब्याटिङ अलिक राम्रो गरेको भए बङ्गलादेशलाई हराउन सक्थ्यो, बलिङ राम्रो गरेको थियो। अब इङ्ल्यान्ड पनि रहेको छ, एकदम जायन्ट टिम। इटाली रहेको छ, नेपालभन्दा ऱ्याङ्किङमा त तलै छ। अब त्यसलाई पनि अब लाइटली लिनु चाहिँ हुँदैन इटालीलाई पनि। र यस्तै छ वर्ल्ड कपको नेपाल ग्रुप सीमा रहेको छ। र अरू ग्रुपको कुरो गर्नुपर्दा ग्रुप एमा अब इन्डिया, पाकिस्तान, युएसए, नाम्बिया, नेदरल्यान्ड्स रहेको छ। इन्डिया र पाकिस्तानलाई चाहिँ अलिक सजिलो जस्तै देख्छु म यहाँबाट ग्रुप एबाट जानको लागि। अब इन्डियाले आफ्नो लागि चाहिँ अलिक सजिलो ग्रुप पारेन हुनसक्छ। अब आफूभन्दा अलिक इजी टिमै छ त्यसमा। अब स्पेसली चाहिँ तिनवटा एसोसिएट टिमै छ नि भनौँ न, युएसए, नाम्बिया र नेदरल्यान्ड। अब इन्डियाको ग्रुप सजिलै छ इन्डियाको लागि चाहिँ। अब ग्रुप बीमा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड र ओमान छ। त्यसै ग्रुप सीमा त भइहालेको नेपाल भएको ग्रुपमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटाली रहेको छ। र ग्रुप बीमा साउथ अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, युएई र क्यानाडा रहेको छ। र ग्रुप अफ डेथको कुरो गर्नुपर्दा चाहिँ कुन चाहिँ ग्रुप अफ डेथ हुनसक्छ त है। नेपालकै ग्रुपलाई पनि म ग्रुप अफ डेथ भनौँ नभनौँ कि के गरौँ होइन। नेपालले राम्रो खेल्यो भने त ग्रुप अफ डेथ, अब हाम्रो लागि त ग्रुप अफ डेथै हो, अरू टिमको लागि जे भयो भने। ग्रुप डी चाहिँ अलिक ग्रुप अफ डेथ जस्तो जस्तो देख्छ है। अब साउथ अफ्रिका, न्युजिल्यान्ड र अफगानिस्तान छ। ग्रुप बी अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाब्वे, आयरल्यान्ड, ओमान। ग्रुप बीबाट पनि अस्ट्रेलिया र श्रीलङ्का नै जान सक्छ अहिलो सुपर 8मा। ग्रुप डीबाट चाहिँ अब भन्न सकिन्न, अफगानिस्तान नै छ। ग्रुप सीबाट त अब नेपाल जानै पर्यो, नेपालले राम्रो खेलेर जसरी भए पनि जानै परिहाल्छ। अब बङ्गलादेश, वेस्ट इन्डिज दुइटालाई त हराउनै पर्छ सुपर 8मा जाने हो भने पक्कै पनि। इटालीलाई त हराउनै परिहाल्यो। यस्तै छ वर्ल्ड कपको ग्रुप चाहिँ। अब कहाँसम्म पुग्नेछ नेपाल, अब राम्रो गर्नुपर्ने छ। कम्तीमा नि एउटा टेस्ट नेसनलाई चाहिँ हरायो भने पनि नेपालको लागि बिग अचिभमेन्ट हुनेछ। अब सुपर 8मा पुगे नि नपुगे नि इङ्ल्यान्ड, वेस्ट इन्डिज र बङ्गलादेश मध्ये एउटालाई मात्र हरायो भने पनि एकदम राम्रो हो।